तिमी हेरी हेरी मम काली बौद्ध देवीलाई पर्छ तिमी बौद्ध काली पाथी भारा देवीलाई पर्छ नाम पुकार गर्ने चण्डी पुण्याको दिनमा पुरुष र सबै हेरी पुरुष जलधारा दुधधारा गराछ पुरुष जलधारा दुधधाराले पुरुष बाली नालीमा पनि सहशक्ति दिनु यो हावा हुन्डीहरू पुरुष चण्डी पुण्याको पुरुष हावा हुन्डीहरू सबै हटाइदिनु पर्छ बाली नालीमा सहशक्ति दिनु बाली नालीमा किरा कीटनहरू सबै हटाइदिनु सबै पुरुष जलधाराले पुरुष र यो नागराजा नागरानीहरूले चण्डी पुण्याको भाग वर्षेनी भाग यो आज 82 सालको पुरुष चण्डी पुण्याको यो पुरुष आज पुण्य उज्यालो गरिकन पुरुष तिमी चण्डी पुण्याको भागमा नागराजा पुरुष नागरानीहरूले पुरुष तिमीले बाली नालीमा सहशक्ति दिनु पुरुष रोग व्याधहरू कुनै पाउ कष्टहरू हरण गराइदिनु है पुरुष नागराजा पुरुष नागरानी पुरुष इष्टमा पुरुष पर्कट भएर बस्यो उत्पत्ति छेती पुरुष बसेको पुरुष तिमी नागराजा नागरानीहरूले पुरुष जल बढाइदिनु जल नसुकाइदिनु पुरुष केही पुरुष तिमीले हेरी पुरुष र घर गिरियादी बालगोपालमा घाउ खटिराहरू ननिकालिदिनु परमेश्वर तिमी हेरी परमेश्वर यो यही ठाउँमा प्रकट भएर बसेको पुरुष तिमी इन्द्रमाला महादेव शिवसिंहका शीतला देवी सत्ता काली जरसिन्धा काली देवीलाई बैठन गरेर बस्ने परमेश्वर बनबजु बनास गर्दी परमेश्वर आज अल्लाम धाजा गरिकन हेरी पुरुष सिन्दुर गाजल गरिकन पुरुष हेरी फुको केशवासी मुख गरिकन पुरुष तिमीले दाँतको बिन्ती हातको सेवा गरिकन पुरुष सिकारी राजा सिकारी रानीले पुरुष चौपयादीहरूमा बान नहानी दिनु पुरुष घर गिरियादीमा पुरुष बान नहानी दिनु पुरुष तिमी हेरी पुरुष आज पूर्णिमाको दिनमा हेरी पुरुष रङ्गी चङ्गी गरिकन पुरुष धुप नलकार गरिकन अलाम धाजा गरिकन अक्षिता पाती गरिकन भेटी गरिकन पुरुष हातको बित्ती हातको सेवा गरेछ पुरुष तिमी सिकारीलाई पुरुष सिकारी राजा सिकारी रानीलाई पुरुष तिमीले सुना पाङ्खीको पुरुष सुन डिम्बाको पुरुष आज शक्तिको रक्षाको पूजा वर्षेनीमा शक्तिको पूजा रक्षाको पूजा पुरुष तिमीले हेरी पुरुष तिमी हेरी पुरुष तिमी यो इन्द्रमाला महादेव सिंह शीतला देवीहरूले बैठन गरेर बस्ने पुरुष ढोके पालेहरूले पुरुष ढोके पाले अझ जलधारा दुध घारा गरेर छ पुरुष फुल फलेदो गरिकन पुरुष यहाँ हेरी पुरुष यो हेरी पुरुष कुनै हंस सातोहरू नरोकिदिनु हंस सातो नखिचिदिनु पुरुष सत्य पुरुष रक्षे गरिदेऊ है पुरुष र ठाकुर अब यता ढोका खुल्ला गरिदिनु हामी भित्र पस्दैछौँ अब यहाँनिर मैले अब भोक खाने भयो भने मात्र जान्छु कि यहाँदेखि यता जान्छु कि अब परमेश्वर हेरी परमेश्वर यस्तोको परमेश्वर पर्कट भारीको लागिरहेको छ प्रकट भएर बस्ने परमेश्वर जरासिन्धा काली देवीलाई परमेश्वर यस ठाउँमा तिमीले मानिलेको परमेश्वर अघि हेरी परमेश्वर बाजे बम बहादुरको पालादेखि आज अलाम धाजा गरिकन सिन्दुर गाजल गरिकन तिमीले हेर फुल फलेदो दियो दर्पण गरिकन परमेश्वर दुध कुण्ड गरिकन जलधारा दुधधारा दिएको छ परमेश्वर हेरी परमेश्वर जलधारा दुधधारा गरेछ परमेश्वर दुध कुण्ड गरेछ परमेश्वर यो परमेश्वर जलधारा दुधधारा गरेछ परमेश्वर घर गिरियादीमा बाल गोपालमा परमेश्वर देशी परदेशीहरूमा परमेश्वर लाला बाछा लाली बाछीहरूमा परमेश्वर देवीको शक्तिले परमेश्वर हेरी परमेश्वर तिमीले नौकरातीहरू शान्ति गराइदिनु परमेश्वर सबै देशी परदेशीहरूमा यो लाला बाछा लाली बाछीहरूमा परमेश्वर यो चन्नी पुर्ण्याको प्रस यो वर्षेनी आज 82 सालको प्रस तिमी चन्नी पुर्ण्याको भागमा प्रस तिमीले अचितापाती गरिकन प्रस धूप धनकार गराछ है प्रस देवीको शक्तिले नौग्रादीहरू शान्ति गराइ जोरी शत्रुको हार गराउँ राजा काजी इष्टम निद्रमा दाहिनो गराइदिनु हाकेको ताकेको चिताको पुर्याइदिनु प्रस तिमी कम्ती भयो अहिले तिमीहरूले नयाँ बेद पकाउने गर्यौ न अहिले होइन त्यो अलन अलिक मुछौँ र अलन मुछुङ गऱ्यौँ र राख्यौँ पछि त अलन मुछेर राख्यौँ नैवेद्य साल भएन
आछि त अलर लगाएर मुचुल राख्छु अब त्यही फारेर राख्नु ल मैला भयो त्यही कोइला फारेर कोइला बोक्ने ल्याउनु बिर्सेछ घर त नजिकै हो जानु अल्छी लाग्यो पर मारे थानमा लानु पर्यो होइन छल यसो छर्किनुहोस् पहिला हो माथि पुग्सक्यो इन्द्रमाला महादेव ठाकुर प्रसाद तिमीलाई आल्लाम धाजा गरे जलधारा दुध कुण्ड गरिकन हेरी पर्छ आज सिन्दुर गाजल भेटी गरिकन पर्छ सीतापाती गरिकन पर्छ तिमीलाई तिमी इन्द्रमाला महादेव ठाकुरले परमेश्वर यो परमेश्वर तिम्रो यो सबै सान मानहरू पर्छ देवी सिकारीहरू सबै सुझाइ बुझाइ मनाइदिनु भनिकन परमेश्वर तिमीलाई हेरी पर्छ दाँतको बिन्ती हातको सेवा गरेछ है परमेश्वर दाँतको बिन्ती गरेछ हातको सेवा गरेछ जम्ला हात फुको केस बासी मुख गरिकन परमेश्वर यो परमेश्वर घर गिरियादीहरूमा पर्छ बालगोपाल देशी परदेशीहरूमा पर्छ लाला बाछा लाली बाछीहरूमा नवग्रादीहरू शान्ति गरेको परमेश्वर इन्द्रमाला महादेवको शक्तिले परमेश्वर जोरी शत्रुको हार गराउनु राजा काजी इष्ट मित्रमा दैन गरेन धन माग्नेलाई परमेश्वर तिमीले धन दिनु विद्या माग्नेलाई विद्या दिनु ज्ञान माग्नेलाई ज्ञान दिनु परमेश्वर महादेवको शक्तिले परमेश्वर यही परमेश्वर रोग व्याधहरू नवग्रादीहरू सबै शान्ति गराइदेऊ है परमेश्वर तिमी इन्द्रमाला महादेवले परमेश्वर नवग्रहहरू शान्ति गराइदिनु जोडी शत्रु उठल गरिदिनु जोडी शत्रुको हार गर्नु राजा काजी इष्ट मित्रमा दाइनो गराइदिनु अब हमेशा तिमी परमेश्वर यस ठाउँमा प्रकट भएर बसेको परमेश्वर हे परमेश्वर तिमी हेरी उत्पत्ति भएर बसेको परमेश्वर तिमी हेरी परमेश्वर सिंहा देवी ठाकुर भनिकन परमेश्वर आज परमेश्वर चण्डी पुण्याको यो परमेश्वर वर्षेनी भागमा परमेश्वर तिमीलाई हेरी परमेश्वर जलधारा दुधधारा गरिकन परमेश्वर अल्लाम धाजा गरिकन परमेश्वर सिन्दुर गाजल फुल फलेदो गरिकन परमेश्वर जलधारा दुधधारा गरेछ परमेश्वर तिमी हेरी परमेश्वर तिमीले हेरी परमेश्वर रक्षा गरिदिनु क्षमा गरिदिनु परमेश्वर सबै परमेश्वर घर गिरियादीहरूमा परमेश्वर यो बालगोपालमा परमेश्वर देशी परदेशीहरूमा परमेश्वर नवग्रादीहरू शान्ति गराइदिनु परमेश्वर फेरि रोग जात पाउ कष्ट हेरी परमेश्वर हरण गराइदिनु परमेश्वर तिमीले हेरी परमेश्वर हे परमेश्वर तिमी परमेश्वर आज यो वर्षेनी भागको परमेश्वर चण्डी पुण्याको यो चण्डी पुण्याको भागमा परमेश्वर यो वर्षेनी परमेश्वर यो 82 सालको परमेश्वर हेरी चण्डी पुण्याको भागमा आज लम्धाजा गिन्सुर गाजल गरिकन रग्नी धाजा ढुङ्गा गरिकन भेटी गरिकन तिमीले हेरी पर्छ सबै परमेश्वर यो हेरी पर्छ हरि गिरियादीहरूमा पर्छ बाल गोपालमा पर्छ देशी परदेशी लाला बाछा लाली बाछीहरूमा पर्छ नवग्रादीहरू शान्ति गराइदिनु रोग व्याध कष्टहरू हरण गराइदिनु पर्छ शक्तिको पूजा रक्षको पूजा आज सुना पङ्खीको परमेश्वर शक्तिको पूजा रक्षाको पूजा परमेश्वर तिमीले हेरी पर्छ रक्षाको पूजा शक्तिको पूजा हेर परमेश्वर तिमी यो वर्षेनी भागमा परमेश्वर यही परमेश्वर हेरी परमेश्वर बाली नालीहरूमा पनि सहशक्ति दिनु किरा कीटहरू हटाइदिनु परमेश्वर तिमी हेरी हावा हुन्डीहरू परमेश्वर हावा हुन्डीहरू सबै हटाइदिनु परमेश्वर
भाली नालीमा पुरुष सहशक्ति दिनुपर्छ घर गिरी आदिमा पुरुष नवग्रहहरू शान्ति गरे रोग व्याध पाउ कठोर हेर्नुपर्छ हटाइदिनु है पुरुष सरस्वती मेहेरी शीतला देवी भनिकन पुरुष आधा पुरुष यो तिमीलाई हेर्नु नाम पुकार गरिकन यो वर्षे निभागको पुरुष हो सरस्वती मेहेरी चानी पुण्याको पुरुष यो 82 सालको पुरुष उभौलीको पुरुष वर्षे निमा पुरुष आदो छड्ने पुरुष उज्यालो दिनमा पुरुष अल्लाम धागा सिद्धि राजा गरिकन पुरुष पूजा गरिसकेर निस्किनु भयो हाम्रो बाजे